ओके हेलो गुड इभिनिङ टु अल वेलकम टु दिस जुम मिटिङ सबैलाई स्वागत छ जुम मिटिङ आजको जुम मिटिङमा आज हामी केही महत्त्वपूर्ण कुराहरूमा छलफल गर्दैछौँ यही स्पेसल्ली वी हेभ कल्ड अल दि सर्कल लिडर्स कन्भेन्सन कोअर्डिनेसन कमिटी मेम्बर्स देन स्कुल रिप्रेजेन्टेटिभ्स हामीसँग केही इन्फर्मेसन सेयर गर्नु पर्नेछ अब हामी ब्याक टु ब्याक फिजिकल मिटअप गर्नलाई होइन गाह्रो छ तपाईँहरूलाई सबैलाई पर्सनल्ली भेटेर भन्न पनि गाह्रो छ अब धेरै स्कुलको हुनुहुन्छ यहाँ हामीसँग 14 स्कुलको हुँदै गर्दाखेरि यहाँ आज 5 6 7 स्कुलबाट जोइन भयो जस्तो लागिरहेछ हामी खास गरी सुरुमा कन्भेन्सन सेड्युलको कुरा गर्छौँ अब सेड्युलमा कसरी हामी टाइट रहने कसरी चाहिँ हामी एकदम अन टाइम हामीले हाम्रो कन्भेन्सन भ्याउनु पर्ने हामीलाई च्यालेन्ज छ नि त द्याट्स वाइ अब सेड्युल कस्तो रहेको छ भने सेड्युलमा जान्छौँ अब अन टाइम तपाईँहरूले रिपोर्ट गर्नु भएन अरू स्कुलबाट तपाईँहरू भेन्यू होस्ट स्कुलमा टाइममा पुग्नु भएन भने इट विल बी डिफिकल्ट टु इन द प्रोग्राम विदिन द मेन्सन टाइम है ओके नाउ आई एम सेयरिङ द ब्रसर यहाँ तपाईँलाई ब्रसर देखिरहेछ होला यो कन्भेन्सन सेड्युल हो दिस इज आवर कन्भेन्सन सेड्युल मैले अलिकति थोरै थोरै जुमिन गरेँ यो कन्भेन्सन सेड्युल तपाईँहरू सबै सर्कल लिडर सबै पार्टिसिपेन्ट विद्यार्थीले तपाईँको ह्यान्डबुकमा पछाडि छापिएको छ होइन मोडरेटर्सहरूले चाहिँ यो ब्रसर नै पाउनुहुन्छ है अब जाउँ फर्स्ट डेमा सबै स्कुलबाट तपाईँहरू भेन्यू स्कुल श्री सनलाइट होइन इङ्ग्लिस बोर्डिङ स्कुलमा तपाईँहरू 7:30सम्ममा 7 o'clockसम्म पुग्ने हो अनि आधी घन्टाको चाहिँ ब्रेकफास्ट टाइम इट मिन्स विदिन 7:30 AM इन द मर्निङ यु अल ह्याभ टु फिनिस योर ब्रेकफास्ट ओके एकदम टाइट सेड्युल छ अब यी कसरी पुग्ने होला 7:30 बजे भन्ने पनि कसैलाई लागिरहेको होला बट होइन यु हेभ टु Sir, I am from Children's Paradise. We are far away from the Sunlight English Boarding School. Then, what will be the suitable time for us to get out for the school? द्याट थिङ must be decided by your school team. Okay, I think sir is also there, Ganesh sir. Yes, So yes. this is the school's responsibility. Bring the students uh, in the mentioned time to the venue. Okay. अब बिहान 4 बजे उठेर हुन्छ कि 5 बजे उठेर हुन्छ कि होइन कसरी रेडी हुने अब त गाडी कसरी घुम्छ रुट होइन त्यो थाहा भएर त स्कुलको हेडेक हो बट स्टुडेन्ट मस्ट बी प्रिपेयर्ड होइन विदिन टाइम एन्ड दे मस्ट रिपोर्ट टु द भेन्यू तपाईँ 7:30 भित्रमा स्कुलमा पुग्नु भएन त्यहाँ होस्ट स्कुलमा सनलाइटमा भने फेरि के हुन्छ आधी घन्टा ढिलो हुन्छ कार्यक्रम डिले हुन्छ ढिलो भइसकेपछि फेरि इभिनिङमा के हुन्छ हाम्रो इभिनिङ टाइम जुन छ फेरि यता ढिलो हुन्छ कि सो कसरी पुग्ने भन्ने कुरा अब स्कुल टिममा भन्ने 7:30सम्म Sir, हामी जब yeah, sir, we'll manage, sir. We'll manage. यस सर गणेश सर वेलकम सर Thank you, sir. टाइट चाहिँ सेड्युल छ यो हाम्रो सेड्युल एकदमै टाइट सेड्युल हो अब किन ड्यु टु द विन्टर सिजन होइन हामीलाई च्यालेन्ज पनि छ एकदम विदिन मेन्सन टाइममा हामीले कन्भेन्सन वाइन्ड अप गर्नुपर्ने हुन्छ 7:30 सर ओके यस आसना सर, बस घर घरमा आउँछ कि स्कुलमा जानुपर्छ? अब त स्कुलले भन्छ अब स्कुलमा आएर फेरि भेन्यूमा जाने पोसिबल हुन्न रुट यसरी भन्छ कि तपाईँ सबैलाई पिक गर्छ पिक गरेर अब उताको गजलडा साइडको पुलपारीको साइड छ भने उताबाट पिक गर्दै गर्दै सनलाइट स्कुल पुग्ने हो होइन तपाईँ सबैजना स्कुलमा भेला भएर फेरि सनलाइटमा जाने भन्ने कुरा पोसिबल हुँदैन रोड एकर्डिङली बन्छ तपाईँको इन्चार्ज टिचरहरूले बनाउनुहुन्छ आफ्टर 7:30 अब मेन होस्टले प्रोग्राम स्टार्ट गर्नुहुन्छ चेयरिङ सेसन हुन्छ अतिथिहरूलाई आसन ग्रहण गर्ने कार्यक्रम हुन्छ त्यो भइसकेपछि अब वेलकम एड्रेस यहाँको प्रिन्सिपलले हामीलाई वेलकम गर्नुहुन्छ फेरि कन्भेनरले अब दिनभरिमा के कसरी कार्यक्रम जान्छ भनेर उहाँहरूले सुनाउनुहुन्छ
त्यसपछि फेरि अतिथिबाट कार्यक्रम सुरुवात हुन्छ अनि होस्ट स्कुलको टिमले मोडल केस स्टडी प्रेजेन्ट गर्छ अन द मेन स्टेज। अनि हाम्रो सेन्टरबाट पाल्नु भएको होइन कोच नेपालबाट आउनुहुन्छ हाम्रो अदर गेस्टहरू फ्रम द काठमाडौँ, दे विल बी एड्रेसिङ द स्टेज। अनि त्यो भइसकेपछि हाम्रो 9 AM सेड्युल छ यहाँ हेर्दै जाने। प्यानल डिस्कसन हुन्छ। तपाईँहरू प्यानलिस्ट यहाँ कतिपय 4-5 जना प्यानलिस्ट पनि देखिरहेको छु। तपाईँहरूको प्यानलिस्ट डिस्कसन भनेको गेस्टहरूको केही स्पिच पछि हुन्छ प्यानल डिस्कसन। हामीले 1 घन्टाको राखेको छौँ, 1 घन्टा विदिन 1 आवर होइन। त्यो चाहिँ प्यानल डिस्कसन चाहिँ हामीले भ्याउनु पर्ने हुन्छ। प्यानल डिस्कसन भ्याउँदा पश्चात 15 मिनटको सेटलमेन्ट टाइम छ। त्यो 15 मिनटमा तपाईँहरू आफ्नो ग्रुप डिभिजन अनुसार मैले अहिले ग्रुप डिभिजन देखाउँछु या त ग्रुप डिभिजन पोस्ट पनि गरिदिन्छु म ग्रुपमा, देन यो टिचर विल गेटिङ द्याट ग्रुप डिभिजन। त्यो ग्रुप डिभिजन अनुसार तपाईँ ग्रुप एमा पढ्नु भएको छ कि बीमा पढ्नु भएको छ कि सीमा पढ्नु भएको छ। यदि तपाईँ ग्रुप एमा पढ्नु भएको छ भने अब तपाईँहरूलाई यहाँ छ है होइन एसक्युसी केस स्टडी प्रेजेन्टेसन भनेको छ। अनि यो कुन कुन ब्लकमा कुन कुन रुम नम्बर छ भनेर यहाँ साइडमा नम्बर पनि दिएको छ, राइट। त्यो त्यो ठाउँमा तपाईँहरूले आफ्नो केस स्टडी लिएर प्रेजेन्ट गर्न जानुहुन्छ। अब ग्रुप बीमा परेको सम्पूर्ण सर्कलहरूले कोलाबोरेटिभ कम्पिटेटिभ इभेन्ट्समा जानुहुन्छ जहाँ तपाईँ 5वटा क्विजको सेन्टर स्टेजमै हुन्छ। तपाईँहरू बाहिरै बस्नुहुन्छ टेन्ट टाँगेको ठाउँमा। बाँकी ट्रेजर हन्ट ग्राउन्डमा जानुहुन्छ यता ओपन ग्राउन्डमा। अनि बाँकी 3टा स्टोरी फर्मेसन आर्ट तपाईँको क्लास मेकिङ र स्पेलिङ बीवाला तपाईँको त्यहाँ रुम नम्बर लेखेको छ। त्यो रुममा तपाईँहरू जानुहुन्छ है। हेर्नुहुन्छ त्यहाँ एरोहरू छ, ब्लक लेखेको छ, रुम नम्बर छुट्याइएको छ, कुन फ्लोर हो, ग्राउन्ड फ्लोर, फर्स्ट फ्लोर, थर्ड फ्लोर, टप फ्लोर यसरी लेखिएको छ। त्यो अनुसार तपाईँ जानुहुन्छ। अनि ग्रुप सीमा परेको सबै जतिजनाको सर्कल हुनुहुन्छ त्यो कहाँ जानुहुन्छ, वर्कसपमा जानुहुन्छ। तपाईँ केही सिक्न जानुहुन्छ वर्कसपमा, त्यसको ठाउँ कहाँ छ भनेर साइडमा दिएको छ, ब्लक कुन ब्लक रुम नम्बर। अनि त्यो भ्याइसकेपछि हामीसँग लन्चको टाइम हुन्छ। टाइम यहीँ देखेको छ, लन्च टाइम 1 घन्टाको राखेको छ। 1 घन्टाभित्रमा खाएर भ्याएकै हुनपर्छ त्यो टाइमभित्रमा। त्यसपछि हामी फेरि तपाईँहरूलाई 10 मिनटको किन फर्स्टमा तपाईँको 15 मिनटको छ किन तपाईँले सिकिसक्नुहुन्छ आफू कहाँ जाने कता कता के छ भने तपाईँलाई थाहा भइसकेको हुन्छ। लन्च पछि आफ्टर लन्च टाइम यु हेभ ओन्ली 10 मिनट्स टु सेटलमेन्ट है। त्यसपछि फेरि अर्को प्यारलल, पहिला माथिको हाम्रो फर्स्ट फेजको प्यारलल सेसन यो, सेकेन्ड फेजको प्यारलल सेसन यो। प्यारलल सेसन भनेको एकैचोटि 3टा चल्छ इभेन्ट होइन, एसक्युसी केस स्टडी, नन कम्पिटेटिभ इभेन्ट र कम्पिटेटिभ इभेन्ट। अब पहिला ग्रुप एले केस स्टडी देखिसक्नुभयो यहाँ। अब उहाँ केमा जानुहुन्छ, कोलाबोरेटिभ कम्पिटिसनमा जानुहुन्छ। त्यो कहाँ कहाँ हुन्छ त्यहाँ दिएकै छ। अनि ग्रुप बेले पहिला अर्कै गर्नुभएको थियो, यहाँ कोलाबोरेटिभ गर्नुभएको थियो कम्पिटिसन। अब उहाँ चाहिँ वर्कसपमा जानुहुन्छ भने सी जसले वर्कसपमा पहिला पार्टिसिपेट गर्नुभएको ग्रुप चाहिँ केस स्टडीमा जान्छ। यो फेरि 2 घन्टाको सेसन छ। त्यो 2 घन्टाभित्रमा भ्याएर तपाईँ फेरि हाई टी ब्रेक चिया खाने टाइममा फर्किनुहुन्छ। ओके, हाई टी ब्रेक 3:25 टु 3:40, इट मिन्स 15 मिनट राखिएको छ। फटाफट डाइनिङ स्टल स्टेजको सामने त्यहाँ स्टल राखिएको हुन्छ, त्यहाँ गएर ब्रेकफास्ट लिने, आई मिन हाई टी लिने, टी अनि चाहिँ केही कुकिजहरू राखिएको होला त्यहाँ जे छ त्यो एभाइलेबल त्यो लिने। त्यो लिए पश्चात कल्चरल प्रोग्राम स्टार्ट हुन्छ। अब तपाईँहरू कल्चरल टिममा हुनुहुन्छ भने तपाईँहरू रेडी हुनुहुन्छ आफ्नो ड्रेसअपको लागि। अनि टर्न बाई टर्न पालो अनुसार तपाईँले आफ्नो पर्फर्मेन्स दिनुहुन्छ। अनि फर्स्ट डे हामी कल्चरल प्रोग्राम गरिसकेपछि हामी फर्स्ट डे विदिन 6 o'clock इन द इभिनिङ हामी त्यहाँबाट डिपार्ट हुन्छौँ, घर जान्छौँ। फर्स्ट डेको यहाँ यसरी भइन्छ सेड्युल, राइट। बुझ्नु भएको छ यहाँसम्म? ठिक छ, क्लियर छ स्टुडेन्ट्स, सर्कल लिडर्स? Yes, sir. Yes, sir. Yes, sir. ओके, अरू? Yes, sir. Yes. ओके, Yes, थम्स अप। ओके, थम्स अप दिन सकिन्छ है। यु क्यान सो यर थम्स अप होइन, इफ यु आर गेटिङ माई पोइन्ट। नेक्स्ट डे सेड्युल मर्निङ टाइम त त्यही हो है। नेक्स्ट डे के हुन्छ, हामी फेरि 7:30 भित्रमा आउँछौँ, रिपोर्ट गर्छौँ। अनि सबभन्दा पहिला ब्रेकफास्ट, त्यहाँ ब्रेकफास्ट लिइहाल्ने। थम्स अप। ओके, आफ्टर 7:30
फर्स्ट डेमा जस्तो लामो त्यो चेयरिङ सेसन हुन्न, आसन ग्रहण एकदम छोटो हुन्छ। त्यति बेला स्पेसल गेस्टहरूलाई राखिन्छ। त्यसपछि अ, त्यो दिन के हुन्छ भनेर कार्यक्रमको बारेमा हामी जानकारी दिन्छौँ। अनि त्यसपछि फेरि हाम्रो वेस्ट नेपाल सेन्टर कमिटीबाट आउनुभएको प्रेसिडेन्टले तपाईँहरूलाई केही यो अपकमिङ नेसनल कन्भेन्सन, इन्टरनेसनल कन्भेन्सन, अनि के भइरहेछ एसक्युसीमा होइन, त्यो कुराहरू जानकारी दिनुहुन्छ। एकदमै त्यो हामीले कति एराउन्ड 20 मिनट राखेका छौँ। त्यसपछि फेरि एराउन्ड 20 मिनटमा अर्को निराजन अधिकारी हुन्छ, थिङ्क ट्याङ्क होइन, उहाँले चाहिँ केही मोटिभेसन सेसन देख्नुहुन्छ तपाईँहरूलाई। त्यसपछि सेटलमेन्ट टाइम 8:20 to 8:30 हामीले 10 मिनटको राखेको छ। फेरि अगेन फर्स्ट डेमा जस्तो तपाईँहरूको प्यारल सेसन भनेको, अब ग्रुप ए दुईवटा इभेन्ट भ्याउनु भएको छ, अब यो थर्ड इभेन्ट वर्कसपमा जानुहुन्छ। ग्रुप बीको केस स्टडी भएको थिएन हिजो भने अब आज हुन्छ, यानि सेकेन्ड डेमा हुन्छ। ग्रुप सीको कोलाबोरेटिभ कम्पिटिसन भएको थिएन, अब यहाँ कोलाबोरेटिभ कम्पिटिसन इभेन्ट हुन्छ। कहाँ हुन्छ त्यो बगलमा सबै कुराहरू दिएको छ, लोकेसन। त्यो भइसकेपछि यही चल्दै गर्दा तपाईँको यो कोलाबोरेटिभ इभेन्टहरू सबै यो चल्दै गर्दाखेरि जति पनि टिचरहरू हुनुहुन्छ हरेक स्कुलबाट आउनुभएको टिचर्सको लागि फेरि ट्रेनिङ सेसन राखिएको छ रुम नम्बर 21 ब्लक डीमा। त्यहाँ गइदिनको लागि हार्दिक अनुरोध छ। त्यहाँ हाम्रो क्वेस्ट नेपालको प्रेसिडेन्ट मिस्टर नारद रिजाल सरले एउटा सेसन दिनुहुन्छ, ट्रेनिङ सेसन स्पेसली फर द टिचर्स। अनि त्यो भइसकेपछि 10:30मा सेटलमेन्ट फेरि टाइम राख्छौँ। अनि कोलाबोरेटिभ कम्पिटिसनमा क्विजमा स्पेलिङ कन्टेस्ट ट्रेजर हन्टको चाहिँ फाइनल राउन्ड हुँदैन, हामीले स्कोरको आधारमा फर्स्ट सेकेन्ड थर्ड छुट्टिन्छ भने क्विज र कन्टेस्टमा फाइनल राउन्डमा पुगेका अब कतिवटा टिम हुन्छन् त्यो टिमलाई फाइनल राउन्ड हुन्छ। अनि यो फाइनल राउन्ड भइसकेपछि हामीसँग लन्च ब्रेक छ। लन्च ब्रेकपछि प्रत्येक स्कुलको टर्न बाई टर्न स्टेजमा हामी ग्रुप फोटो सेसन लिन्छौँ प्रत्येक स्कुलको हाम्रा त्यहाँ रहेका अतिथिहरूसँग। अनि त्यो भइसकेपछि हामी 2:45बाट हाम्रो एवार्ड सेरेमनी सुरु हुन्छ, जहाँ हामी के गर्छौँ कम्पिटिसन इभेन्टका विजेताहरूलाई, विनर्सहरूलाई अनि गेस्टहरूलाई स्कुलको ट्रफीहरू सबै त्यहाँ हामी डिस्ट्रिब्युट गर्छौँ। र केही नेक्स्ट इयर कन्भेन्सन कहाँ हुने भनेर एनाउन्समेन्ट हुन्छ। अनि त्यो नेक्स्ट इयर कन्भेन्सन गर्ने स्कुलको प्रिन्सिपलले केही कुराहरू भन्नुहुन्छ। अनि त्यसपछि अहिलेको 10th हब कन्भेन्सनको कन्भेनर मिस्टर मदन मल्ल सरले फेरि यस कार्यक्रमलाई समापन गर्नुहुन्छ। समापन भइसकेपछि टाइम रहेसम्म हामी चिया बिस्किट केही लिएर फेरि त्यहाँबाट हामी घरतिर प्रस्थान गर्छौँ। यो हाम्रो टोटल कन्भेन्सन सेड्युल 2 दिनको। यसरी तपाईँहरूको हातमा यो सेड्युलहरू आउनेछ। सबैलाई चाहिँ सेड्युल छैन, मोडरेटर्स चिफ गेस्टहरूलाई तपाईँहरूको पार्टिसिपेन्ट्सको चाहिँ ह्यान्डबुकमा जहाँ तपाईँको आर्टिकल, तपाईँको लेख रचना छापिएको छ त्यहाँ यो सेड्युल पनि छापिएको छ। त्यहीँबाट तपाईँलाई थाहा हुन्छ होइन कुन ग्रुपको कुन इभेन्ट, म कुन ग्रुपमा छु भन्ने पनि त्यो कन्भेन्सन ह्यान्डबुकमा तपाईँहरूले देख्नुहुन्छ है। त्यही पनि मैले अहिले यहाँ तपाईँहरूलाई ग्रुप डिभिजन पनि देखाइदिन्छु। तपाईँहरू कुन सर्कलमा कुन ग्रुपमा पर्नुपर्छ भनेर अहिले तपाईँलाई थाहा हुन्छ। ओके, यहाँसम्म ठिक छ? Yes, sir. Yes, sir. केही कन्फ्युजन छ भने सोध्ने। ओके, 26 जना। अब आर्ट एन्ड क्लासको लागि सबै सर्कल लिडरलाई अब पहिला पार्टिसिपेन्ट भएकोलाई थाहा छ म्याक्सिमम है। अनि तपाईँहरू चाहिँ के हुन्छ भन्दा कतिपय सर्कलले, कतिपय स्कुलले आर्ट एन्ड क्लासमा आउँदाखेरि आफ्ना बच्चाहरूलाई चाहिने सामग्रीहरू नलिकन आउनुहुन्छ। अनि के हुन्छ आफूसँग चाहिँ इक्विपमेन्ट हुँदैन, न सिजर हुन्छ होइन, त्यहाँ कैँची पनि हुँदैन, अनि कपासहरू पनि लिएर आउने त्यो हुँदैन। अनि साथीको सेयर गर्दाखेरि टाइम लस हुन्छ।
अनि विदिन टाइम पिरियड तपाईँले आफ्नो त्यो कोलाज मेकिङ चाहिँ भ्याउनुहुन्न। यसपालि हामीले कोलाबरेटिभ कोलाज मात्र भनेको हुँदा कसैले पनि त्यो चार्ट पेपरमा लेखेर त्यसलाई रङ कलर गरेर राम्रो गराउँछु भन्न थाल्नुभयो भने त्यो तपाईँको सिलेक्टेड कोलाजभित्र पर्दैन। तपाईँले के गर्नु छ, तपाईँहरूलाई न्युज पेपर दिन्छ भेन्यूमा। तपाईँहरू आइसकेपछि जब तपाईँको कम्पिटिसन स्टार्ट हुन्छ तपाईँले न्युज पेपर पाउनुहुन्छ अनि एउटा चार्ट पेपर पाउनुहुन्छ। तर तपाईँहरू ल्याउनु पर्ने कुराहरू होइन, सिजर्स काट्नको लागि होइन, अरू केही पेस्ट गर्नको लागि तपाईँले लेख्न पाउनुहुन्न त्यहाँ। तपाईँले पेस्टिङ गरेर होइन, तपाईँ डिजाइन काटेर तपाईँले एसक्युसीको थिम लेख्न पर्यो, एसक्युसी लेख्न पर्यो भने त्यो तपाईँले एसक्युसी भनेर लेखेर होइन कि तपाईँले केही चिज कटिङ गरेर त्यो एस गराएर कटिङ गरेर क्यु बनाएर होइन, कटिङ गरेर सी भनेर त्यसरी तपाईँले पेस्टिङ गरेर टोटली कोलाज एकदम पेस्टिङ हुनुपर्छ त्यहाँ लेखेको होइन, आर्ट गरेर रङ्गाएको पोतेको त्यो चाहिँ भ्यालिड हुँदैन। तपाईँहरूको जो आर्ट एन्ड कोलाजमा जो हुनुहुन्छ, जसलाई राख्नु भएको छ एज ए लिडर, उहाँहरूलाई सम्झाउनु होला। त्यसलाई राम्रो गराउनको लागि जस्तो हामी हिजो सिद्धार्थ हबमा जाँदै गर्दा त्यहाँको बच्चाहरूले साइड साइडमा त्यो सानो मार्बल ढुङ्गाहरू टाँस्नु भएको थियो। अनि कसैले त्यो चामलको गेडाहरू टाँस्नु भएको थियो, कसैले पात टाँस्नु भएको थियो, कसैले सुकेको पात टाँस्नु भएको थियो होइन। त्यसरी उहाँहरूले एकदम एट्र्याक्टिभ बनाउनु भएको थियो है। अनि न्युज पेपर कटिङ गरेर न्युज पेपरमा मानौँ, न्युज पेपरमा अब तपाईँ ब्रेन सम्बन्धी आइडिया सम्बन्धी तपाईँले त्यहाँ केही सिम्बलाइज गर्ने हो भने त्यो बल्बको त्यो चिन्ह बनाएर त्यसलाई बरु होइन कलर गर्नुभएको थियो। अब एकाध कलर त अब त्यहाँ थियो, तर त्यसै तपाईँले सिम्बलाइज गर्नु पर्यो होइन। अनि तपाईँको क्लास भनेको थिम बेस्डमा हुनुपर्छ होइन। यसपालिको थिम के छ कसैलाई थाहा छ? क्यान एनीवन टेल वाट इज द थिम अफ दिस कन्भेन्सन? कसैले भन्न सक्छ? Yes, sir. Yes, sir. ल के हो, वाट इज द थिम? Okay, the theme is Build reasonable mind for the sustainable future. त्यसलाई सही तरिकाले भने जे लाइन हो एक्ज्याक्टली त्यही भनौँ त। building a resilient minds for a sustainable future, sir. रेजिलियन्ट माइन्ड For sustainable ल भनेपछि अब त्यो रेजिलियन्ट माइन्डदेखि नि खालको सिम्बोलिक चिजहरू होइन। अनि सस्टेनेबल फ्युचर, सस्टेनेबल भनेको दिगो एकदम लङ टर्ममा होइन, त्यो काम के भन्छ दिगो होइन। 9-10मा दिगो विकास सस्टेनेबल डेभलपमेन्ट भनेर पढेको पनि होला यदि पपुलेसन र long-term सामाजिक progress, sir. हो। अनि फ्युचर अनि त्यहाँ होइन माइन्ड, रेजिलियन्ट, सस्टेनेबल फ्युचर, यता चारवटा कुरा, यिनी कुराहरू रिफ्लेक्ट हुने तरिकाको चाहिँ तपाईँको राम्रो क्लास बन्यो भने त्यो चाहिँ सिलेक्टिभ हुन्छ। त्यस्तो खालको हुनु पर्यो। तर कोरेर के अरे हातले लेखेर भन्दा पनि तपाईँले अरू तपाईँसँग ल्याएका मेटेरियलबाट तपाईँले त्यसलाई कटिङ गरेर पेस्ट गर्न पाउनुहुन्छ। अब पेस्ट गर्नको लागि अब तपाईँले के ल्याउनु पर्यो? अब अभियसली ग्लु ल्याउनुहुन्छ या त तपाईँसँग अन्य चिजहरू ल्याउनु छ होला। सुपर ग्लु पनि आवश्यक हुनसक्छ कतिपय राम्रोसँग स्टिक गर्ने भए होइन। हिजो कसैले चाहिँ तपाईँलाई के टाङ्नु भएको थियो, त्यो पात हरियो पात पनि टाङ्नु भएको थियो त्यो एउटा ट्री गराउनको लागि होइन, त्यसले ग्रोथको सिम्बल दिने होला। भनेपछि यस्तो चिजहरू चाहिँ आफै आइडिया लगाएर लिएर आयो भने म यो युज गर्छु है भनेर आफ्नो टिमलाई तपाईँहरूले डाइरेक्सन दिने। अब यो कुरा क्लियर भयो? Yes, sir. ओके। your class must present the theme of the convention and एसक्युसी है। एसक्युसीको कुरा पनि टच भएको हुनुपर्छ। एसक्युसीमा के हुन्छ हामीसँग? टिमवर्क, कोलाबोरेसन, लिडरसिप होइन, ब्रेन स्ट्रमिङ, यस्ता कुराहरू पनि रिफ्लेक्ट भएको हुनु पर्यो। फेरि यो होइन कि सबै चिज रिपिट गर्छु र मस्ती त्यसलाई गर्छु भनेर फेरि एकदम त्यो कन्जस्टेड टाइपको भरि भराउ पनि गराउने होइन, छ्याक्क क्लियर हुनु पर्यो। ओके, त्यसलाई त्यही अनुसार तपाईँले टिमलाई भन्नु होला। अनि
ट्रेजर हन्टको लागि अ, के चाहिन्छ भन्दा रुल्समा गएको छ। टिचर्सले स्कुलले तपाईँलाई त्यो रुल सबै कुराहरू अब नभनेको नि हुनसक्छ होइन, त्यहाँ केही चिज चाहिन्छ है। जस्तो तपाईँले ऱ्याङ्किङ गर्ने बेलामा होइन क्यालकुलेटर चाहिन सक्छ त्यहाँ, केही एउटा त्यहाँ छ सायद क्यालकुलेटर ल्याउने भनेर पनि तपाईँलाई त्यहाँ केही दिएको छ होला। तपाईँलाई म रुल्स देखाएँ एकचोटि है, त्यसमा क्लियर हुने एक किसिम तपाईँहरूलाई रुल्स म सेयर गर्छु। यहाँ प्रतीक सर पनि आउनु भएको छ। रुल्स तपाईँसँग त्यस्तो कुनै पार्टिकुलर इन्फर्मेसन छ भने नि स्टुडेन्टलाई भनिदिनुहोस् है सर। गुड इभिनिङ सबैजनालाई। पार्टिकुलर रुल्स भनेको त्यो पेयर ऱ्याङ्किङको लागि चाहिँ हजुरहरूले पेयर ऱ्याङ्किङ प्लस पाइ चार्टको लागि चाहिँ हजुरहरूले कम्पासहरू जेमेट्री सामानहरू चाहियो हजुरहरूलाई, जस्तै कम्पासहरू भयो, पेन्सिल भयो, अनि प्रोटेक्टरहरू, एक्ज्याक्टली। सार्प गर्नको लागि अब इरेजर, सार्पनरहरू है, त्यो कुराहरू हुनै पर्यो हजुरसँग। प्लस क्यालकुलेटर, अब त्यो डिभिजन गर्दाखेरि हजुरलाई लङ टाइम लाग्न सक्छ, त्यसैको लागि चाहिँ क्यालकुलेटर पनि युजमा दिएको छ, त्यही भएर लिएर आउनु होला त्यसको लागि है। अरू इन्स्ट्रुमेन्टहरू त खासै अरू त केही पनि छैन सर, त्यति नै हो। ओके, ठिक छ, थ्याङ्क यू सर। यहाँ मसँग ओके, यहाँ इभेन्ट डिटेल्स फेरि सेयर गरेँ, सरले भनेको कुराहरू छ यहाँ हो। यो यहाँनिर मैले सिलेक्ट गरेको लागि सबैले हेर्नको लागि अनुरोध छ। हामीले दिन्छौँ एन्सर सिटहरू लेख्नको लागि, टास्क इन्स्ट्रक्सन त्यहाँ राखिएको हुन्छ। ग्राफ पेपर तपाईँले पाउँछ, जेङ्गा सेट जुन एउटा टास्क छ त्यसको लागि हामीसँग त्यहाँ मेटेरियल हुन्छ। तर तपाईँ ल्याउनु पर्ने भनेको यस जियोमेट्री बक्सहरूले भन्नुभयो, त्यहाँ पेन्सिल हुनु पऱ्यो, इरेजर, रुलर, कम्पास, सार्पनर, अनि क्यालकुलेटर है, अनि वान इक्जाम बोर्ड। इक्जाममा तपाईँ जुन बोर्ड लेख्नुहुन्छ, अब डप्टी भन्ने चलन जुन छ हो त्यो डप्टी, त्यो इक्जाम बोर्ड चाहिँ जे होस् क्यारी गरेको हुनु पर्यो। तपाईँ टिममा हुन्छ होइन, हामी त स्कुलबाट दुईजना जाने यो मेरो सर्कलबाट एउटा ल्याए हुन्न र भन्ने हुन्छ। तर के हुन्छ तपाईँहरूको कोलाबरेटिभ हुने हो नि त, टिम फर्मेसन होइन। तपाईँको एकजना फेरि अर्को स्कुलसित, अर्को अर्कोसित पर्ने, फेरि अर्को स्कुलले ल्याएन भने त चाहियो। सो क्यारी गर्न भन्नुहोस्। यो कुरामा क्लियर छ? यस सर। अफकोर्स सर। तपाईँ सर्कल लिडर हो होइन, तपाईँले भनिसकेपछि त्यो कुराहरू चाहिँ सहिलो हुन्छ। यस सर। यस। स्पेलिङ बीको अलरेडी हामीले स्पेलिङ 1000 एराउन्ड स्पेलिङ सबै स्कुललाई पठाइसकेका छौँ। त्यो उहाँहरूले प्रिन्ट गरेर दिनुभयो होला, तपाईँले त्यसलाई हेर्नुहोस् होइन, हेर्न पठाउनुहोस्। आफ्नो जो स्पेलिङ बीमा छ उनीहरूलाई हेर्न पठाउनुहोस्, त्यहीँबाट आउँछ, त्योभन्दा बाहिरबाट आउँदैन है स्पेलिङ। त्यसमा राउन्डहरू हुन्छ, अब विभिन्न राउन्ड त्यो तपाईँले रुल्समा हेर्नुभयो होला, नभए रुल्स माग्नुहोस् होइन टिचरसँग। हामीले इन्भिटेसन लेटर दिँदाखेरि तपाईँको स्कुललाई, प्रिन्सिपल सरलाई अलरेडी हामीले सब्मिट गरेका छौँ। त्यो कुराहरूलाई तपाईँले एकचोटि हेर्नुहोस्। स्टोरी फर्मेसनको बारेमा होइन, स्टोरी फर्मेसनमा के हुन्छ? ओके, स्टोरी फर्मेसनमा तपाईँहरूको जो पढ्नु भएको छ अथवा तपाईँको टिममा जो छ अलिकति क्रिएटिभ माइन्डसेटको हुनु पर्यो है। अलिकति जे फ्याट्ट दिमाग लगाएर कथा बुन्ने खालको मान्छेलाई राख्नुभयो भने, विद्यार्थीलाई राख्नुभयो भने त्यो इजी हुन्छ। स्टोरी फर्मेसन पार्ट जसले गर्नु भएको छ उहाँहरूको लागि के छ, एउटा रुम एलर्ट भएको छ, त्यहाँ सुरुमा टेबलमा केही सामानहरू राखिन्छ, त्यहाँ थुप्रै टोयहरू, मोबाइल होला, कपी होला, केही न केही सामान राखेको हुन्छ, 15-20वटा अथवा 12वटा जति होला, त्यसलाई ढाकेर राखेको हुन्छ। अनि मोनिटरले कार्यक्रम अब स्टार्ट भयो, अब इन्चार्जलाई भनिसकेपछि 3 मिनटको लागि त्यो ढाकेर राखेको सामान तपाईँले देखाउँछ। अनि त्यो मेटेरियलहरू चाहिँ यु हेभ टु रिमेम्बर, क्या त्यो तपाईँ सम्झिनु पऱ्यो, यो छ त्यो छ त्यो छ त्यो छ, ठ्याक्क दिमागमा पहिला सामान सम्झिने होइन, यो छ त्यो सम्झिने, पहिला अब मेटेरियल यो छ है भनेर मेमोराइज गर्न पर्यो। आफ्टर मेमोराइजिङ तपाईँ 3 मिनट भएपछि फेरि त्यसलाई फेरि ढाकिन्छ एकर्डिङ टु रुल। अब त सम्झेको आधारमा तपाईँले बसेर त्यहाँ तपाईँहरूलाई पेपरहरू प्रोभाइड हुन्छ, देन यु विल स्टार्ट टु
टु क्रिएट स्टोरी। बस्नुहुन्छ, दुईजनाको कोलाबोरेसन हुन्छ, अनि सल्लाह गर्दै यसरी हुन्छ भन्दा तपाईँले कथा बनाउनुहुन्छ। जसले राम्रो कथा लेख्यो र फाइनल्ली जो जान्छ फेरि उनीहरूले त्यो कथालाई भनेर जसले राम्ररी प्रेजेन्ट गर्नुहुन्छ अन द स्टेज, त्यही तपाईँहरूको जहाँ स्टोरी फर्मेसन भएको छ त्यही रुममा, त्यसैको बेसमा फर्स्ट सेकेन्ड थर्ड डिसाइड हुन्छ। क्लियर? Yes, sir. Yes, sir. ओके, ग्रेट। Yes, वर्षा sir. भुषाल 1 2 3 6 3 8 कसको हो? क्लियर छ? सुजाता बेलबासी, सुलभ पौडेल, सिजन, सुनिता सहानी, देवेश, आर यु लिसनिङ? देवेश थापा, कसैको फेरि माइक्रोफोनमा प्रब्लम हुनसक्छ। ओके, दिवेश, आर यु लिसनिङ? Yes, sir. ओके, गुड। सो ह्यान्डल यो टिम है। तपाईँले सुनाउनुहोस् तपाईँको टिमलाई यो हो भनेर। क्वालिटी क्विज होइन, इट विल बी कन्डक्टेड अन द मेन स्टेज। हाम्रो मेन स्टेज जहाँ छ त्यहाँ तपाईँहरूको क्वालिटी क्विज हुन्छ। ओके, क्वालिटी क्विजमा के हुन्छ, तपाईँको क्राइटेरिया रहेछ, यो तरिकाले आउँछ है भनेर दिएको छ। त्यो क्राइटेरियाभित्र रहेर तपाईँहरूले आफ्नो टिमलाई तयार पार्नुहुन्छ है। अब क्राइटेरिया के छ त्यो पनि तपाईँहरूलाई म सिम्पली देखाइदिन्छु। कन्भेन्सन डिटेल्स, ओके। त्यो तपाईँहरूको टास्क ट्रेजरमा 8वटा टास्क छ, त्यो हेर्नु होला। अनि क्वालिटी क्विज, ओके। एरियाजहरू है, एसक्युसीको यहाँ केही हिस्ट्री र जियोग्राफी भनौँ, यो कमन हिस्ट्री र जियोग्राफी। आर्ट्स एन्ड लिटरेचरको बारेमा केही त्यो डिपार्टबाट तयारी गर्न सक्नुहुन्छ तपाईँहरूले। अनि एसक्युसीको चाहिँ यो टिक्युएम, क्युसी, एसक्युसी, एसक्युसीका टुलहरू होइन, यिनी विषयमा केही कुराहरू यहाँबाट आउँछन्। केही कुराहरू गेम्स र स्पोर्ट्सबाट, अनि करेन्ट अफेयर्स, हाम्रो नेपालको करेन्ट अफेयर्स या त अब वर्ल्डको होइन, अनि साइन्स र टेक्नोलोजी क्षेत्र, यिनी क्याटेगोरिजहरूबाट तपाईँहरूलाई क्वेसन्सहरू राखिएको छ। त्यसमा तपाईँको अडियो भिजुअल राउन्ड्स होइन, ऱ्यापिड फायर राउन्ड्स, जुन नर्मल तपाईँहरूले पछि खेल्नुहुन्छ क्विज, सेम त्यस्तै टाइपको नै हुन्छ है। Sir, हजुर, so there will be a rapid fire round instead of that bother round. whatever mentioned in the rules and regulation, according to the quiz will be conducted, right? So just check all the rules and regulation, त्यही अनुसार नै हुन्छ। सिम्पल मोडिफिकेसन भयो भने देन यु विल बी नोटिफाइड ड्युरिङ द बिफोर द क्विज स्टार्ट्स। Okay, sir. यस, ओके। सो हाम्रो कन्भेन्सन सेड्युलको बारेमा भनियो, आर्ट एन्ड क्लासमा ल्याउनु पर्ने सामग्रीको बारेमा भनियो, अनि ट्रेजरनको बारेमा पनि भनियो। ओके, मोस्ट अफ द थिङ्स आई थिङ्क होइन भनियो। अब 3 गते है, तपाईँ यहाँ मध्येमा जो मोडरेटर्स हुनुहुन्छ, प्यानलिस्ट हुनुहुन्छ, तपाईँहरूको लागि 3 गते हामीले फिजिकल भेन्यू जहाँ होस्ट स्कुल त्यहाँ बोलाएका छौँ। सेड्युल हाम्रो आजको थियो, बट हाम्रो इन्टरनल प्रिपेरेसनको चाहिँ टास्कहरू क्लास भएको हुँदाखेरि तपाईँहरूलाई हामीले 3 गते बोलाएका छौँ सेड्युलमा है। त्यो सेड्युलहरू Sir, तपाईँको panelist also. यस, प्यानलिस्ट अल्सो है, अहिलेसम्म त्यो छ। इफ आवर अदर सर होइन, उहाँहरूले केही चेन्जेस गर्नुभयो, केही मोडिफाई गर्नुभयो भने देन वी विल बी इन्फर्मिङ यु। बट स्पेसल्ली फर मोडरेटर्स जो चाहिँ कम्पलसरी छ, तपाईँ आउनुहुन्छ। अनि तपाईँको इभेन्ट जस्तो केस स्टडीमा 5वटा रुम छ अहिले होइन, तपाईँको 5वटामा कसलाई कहाँ राखेको छ, आफ्नै सेम जहाँ रुममा तपाईँको एक्चुअल तपाईँको एक्जिक्युसन हुने हो त्यही रुममा गएर प्र्याक्टिस गर्ने तपाईँको इभेन्ट इन्चार्जसँग। स्पेलिङ बीको त्यही रुममा गएर इन्चार्जसँग त्यही प्र्याक्टिस गर्ने। जुन जुन इभेन्ट छ त्यो सम्बन्धित तपाईँहरूको इन्चार्ज टिचरसँग तपाईँहरूले
होइन त्यही भेन्यूमा त्यही रुममा एलोटेड स्पेसमा गएर प्र्याक्टिस गर्नुहुन्छ है। तपाईँहरूको स्कुलबाट आउने मोडरेटर्सहरूलाई भनिदिनु होला, यहाँ एकाध मोडरेटर्स हुनुहुन्छ होला, अदरवाइज तपाईँहरूले स्कुलमा गएर त्यो भन्नु होला। ओके। सो यो भयो। ओके, अरू रञ्जित सर, अरू के हामीले भन्नुपर्ने छुटिरहेको छ कि सर? सर हजुर। त्यहाँ अपरेटर हुन्छन्, कम्प्युटर अपरेटर कि भलन्टियरले गर्छ? ओके, यस। नाउ लेट्स कम टु द एसक्युसी केस स्टडी, एकदम मेजर पार्ट। अब यसमा हुन्छ के, यु विल बी ब्रिङ्गिङ योर केस हिस्ट्री इन अ पेन ड्राइभ है। पेन ड्राइभ कसरी ल्याउनु होला भन्दा प्रपर तरिकाले सेभ गरेर ल्याउनु होला। अब कहिले के हुन्छ, हिजो के भएको थियो, म त्यहाँ रूपन्देहीमा सिद्धार्थ हबमा जाँदाखेरि एउटा सर्कलको त्यो ग्रुप पिक्चर नरहेछ, अनि त्यो राम्रोसँग सेभ नभएर यसरी त्यो वर्ड्सहरू घ्यासाघुसुक भयो, यस्तो यस्तो त्यो एलाइन भएको वर्डहरू सेन्टर एलाइन भयो, अनि त्यो बिग्रियो, अनि त्यो फोटो गायब भयो। अनि एनी क्वाइरिज भनेर लास्टमा त भन्नुहुन्छ, अनि कमेन्टेटर एउटा पछाडिबाट एउटा कमेन्ट गरिदियो एउटा विद्यार्थीले, अनि तपाईँले किन फोटो राख्नु भएन? अनि अब त्यति बेला अब के भयो, फोटो त थियो तर खै यहाँ देखिएन भन्नु पर्यो होइन। त्यही भएर तपाईँहरूको प्रपर है केस यसरी ल्याउँदाखेरि हतारमा त्यो कम्प्युटरमा नथुक्ने ल्यापटपबाट होइन, प्रपर आयो कि आएन चेक गरेर कपी पेस्ट राम्रोसँग भयो कि भनेको फर्मेटिङ। अनि तपाईँहरूले त्यसको स्केलिङ गर्दाखेरि 16:9 भन्ने हुन्छ यसरी, एउटा हुन्छ यस्तो देखिन्छ अलिक भर्टिकल जस्तो हुन्छ 4:3को, एउटा हुन्छ 16:9 ल्यान्डस्केप साइजको है पिपिटी हो। पिपिटी बनाउँदाखेरि ल्यान्डस्केप साइजको बनाउनु होला सबैले, प्रत्येक सर्कललाई त्यो भन्नुहोस्, किन त्यहाँ देखाउँदाखेरि त्यही हिसाबले प्रोजेक्टिङ हुन्छ नि त। अनि त्यो भयो भने के हुन्छ, यता खालि स्क्रिन देखिन्छ सेतो, अनि तपाईँको बिचमा फेरि पिपिटी दिन्छ, अनि त्यो फ्रेममा बस्दैन, अनि फेरि यो किन ढाकिएको छ असर भन्ने प्रब्लम होला। त्यो तयारी गर्नु होला। केस स्टडीमा अरू केही छ? भोलिन्टियरले, ओके ओके, त्यो भन्न बिर्सेँ। ओके, तपाईँ 10जना 5जना हुनुहुन्छ होइन, 5जना हुँदै गर्दाखेरि तपाईँले पिपिटी रेडी गर्ने, त्यो चलाउनको लागि, त्यो पिपिटी अपरेट गर्नको लागि सर्कलबाट मेम्बर राख्नु पर्दैन। भोलिन्टियरले पिपिटी नेक्स्ट नेक्स्ट स्लाइड गर्नुहुन्छ, यु जस्ट स्ट्यान्ड देयर एन्ड प्रेजेन्ट युर केस स्टडी है। अब हामीसँग रुम साइज थोरै कन्जस्टेड छ। अब तपाईँले प्र्याक्टिस गर्नुलाई यसरी बसेर, यसरी के यसरी यसरी बिसेपमा बस्नुभयो, यसरी बस्नुभयो, धेरै जसोको त्यही छ। बट इन केस त्यो रुम कन्जस्टेड छ, एकदम अगाडिसम्म टाइट छ, अब तपाईँलाई त उभिनै मिल्दैन। अब त्यहाँ दिमाग लगाउने, यसरी बस्ने होइन, यसरी बस्ने, जसको पालो त अगाडि आएर प्रेजेन्ट गर्ने। यो नि हामी त यस्तै प्र्याक्टिस गर्थ्यौँ, अब यस्तै कसरी उभिने भनेर त्यहाँ क्वेसन गर्न पाइएन। You have to adjust yourself according to the space. That is resilient mind. एक्ज्याक्टली। ओके, यसरी आइडिया लगाउने, किनभने हामीसँग त्यहाँ रुमको साइज ठुलो हो, बट वी हेभ 66 सर्कल्स टोटल। Yes, sir. We have 66 सर्कल्समा 66. हामीले 5वटा रुममा डिभाइड, 3 ग्रुपमा डिभाइड गर्दा एउटा ग्रुपमा अराउन्ड 22 सर्कल्स। अब 22 सर्कल्सलाई हामीले 5वटा ग्रुपमा राख्दाखेरि 4 to 5 सर्कल्स एउटा ग्रुपमा, अनि एउटा सर्कलमा 10जना भयो भने 40देखि 45जना। अब त्यो क्लासमा अब त्यो अटाउँदाखेरि त अब कमेन्टेटरलाई कहाँ राख्ने, अनि त्यो इट विल बी डिफिकल्ट राइट। सो एकर्डिङ टु यु हेभ टु एडजस्ट है। त्यस्तो भएमा यु जस्ट एडजस्ट योर सेल्फ होइन, वेन यु विल बी प्रेजेन्टिङ। हामी यस्तै लाइन लगाउँछौँ भनेर भन्दा पनि तपाईँहरूले त्यसलाई स्पेसको आधारमा तपाईँहरूको एडजस्ट, लाइनिङ एडजस्टमेन्ट गरेर भन्दा चाहिँ राम्रो प्रेजेन्ट गर्नु होला। अनि लास्टमा कसैले टुगेदर वी क्यान, टुगेदर वी क्यान, टुगेदर वी क्यान भन्दा खासमा मात्र यसो पनि गर्नुहुन्छ, कसैले स्टार्टिङमा गर्नुहुन्छ, कसैले लास्टमा गर्नुहुन्छ। त्यो तपाईँहरूले कसरी प्रेजेन्ट गर्ने आइडिया लगाउनु भएको छ त्यो तपाईँहरूलाई थाहा छ। Sir, how many members are needed to present our case study? In your circle, how many members there are? How many members? 10. 10. Okay, then yes, 10. तपाईँ 5जना यता एक साइडमा बस्नुहुन्छ, 5 स्टुडेन्ट्स विल बी अनदर साइड, एन्ड देन टर्न बाई टर्न यु विल बी प्रेजेन्टिङ योर केस स्टडी। अब त्यहाँ प्रब्लम के आउँछ भन्दा जो ल्यापटपमा बसेर त्यो स्लाइड नेक्स्ट टु नेक्स्ट गर्नुहुन्छ त्यो गर्न परेन।
भोलिन्टियरले गरिदिनुहुन्छ। त्यो गर्दै गर्दाखेरि तपाईँ 10 मेम्बर्सले नै कुनै न कुनै स्लाइडको पार्ट बोलेको हुनु पर्यो। यो होइन कि हाम्रो साथी अलिक कम बोल्छ त्यही भएर उसले चाहिँ त्यो स्लाइडको कुराहरू बोल्दैन, हामी चाहिँ 9जना बोल्छौँ भनेर मिल्दैन होइन। एभ्री मेम्बर्स ह्याभ टु बी पार्टिसिपेटेड है। Because it removes the massophobia. यस यस, द्याट इज द path to remove the mass phobia. And Massophobia. since it is a teamwork and collaboration होइन, you cannot avoid any member होइन। उसको अलि हुनसक्छ कसैको प्रोनाउन्सिएसन अलि विक होला, कोही अलि सुस्त बोल्ला होइन। हिजो म जहाँ गएको थिएँ 8, 9, 10 का यति सुस्त बोलिरहेको थिएँ कि इभन आई वाज इन द फर्स्ट बेन्च होइन, मैले पनि सुनिरहेको थिएन कि। र 4 र 5 का फेरि यति एक्टिभ स्टुडेन्ट आएर प्रेजेन्ट गर्नुभयो। त्यो सबै फेरि गभर्मेन्ट स्कुलको थियो है हिजो प्रोग्राम। दे वर भेरी एक्टिभ होइन, दे भेरी मच एक्टिभ 4 र 5 स्टुडेन्ट चाहिँ। त्यस्तो नै हुन्छ है फेरि, त्यही भएर त्यो चिजहरू रिमुभ गर्नको लागि होइन, साइनेस नेचरलाई रिमुभ गर्नको लागि। सो एउटा न एउटा स्लाइडमा एक्सप्लेन गरेको पार्ट हुनै पर्यो मेम्बरको। देन पुट युर एभिडेन्स, तपाईँले केस ब्रेन स्टर्मिङ गरेको, अनि के अरे सर्वे गरेको, वर्कसपहरू दिएको या त कम्पिटिसन गराएको एभिडेन्स पनि राख्नु होला, फोटोहरू। एन्ड द्याट विल क्रिएट होइन स्ट्रङ इम्प्याक्ट टु द प्रेजेन्टेसन। अनि सर हामीसँग पहिलेदेखि कम्प्युटर अपरेटर भयो भने इट्स ओके, बट आई सजेस्ट होइन उहाँ त अपरेटरलाई पनि केही बोल्ने पार्ट राख। छ अपरेटरको पनि बोल्ने छ भने त अपरेटर फेरि बोल्न पर्यो, फेरि जान पर्यो, फेरि अर्को अपरेटर जानु पर्यो। त्यो गर्न भन्दा भोलिन्टियरले त अपरेट गरिदिन्छ, तिमी त्यहीँ मजाले स्ट्यान्ड भएर बस्ने होइन। ओके सर। भोलिन्टियरको पनि त्यहाँ जब हुन्छ नि त होइन। भोलिन्टियरलाई त त्यो खटाउने हो। नेसनलमा गयो भने भोलि भएन, त्यहाँ अलरेडी भोलिन्टियर उहाँ त्यो सिस्टम हुन्छ होइन, त्यहाँ उहाँहरूले ट्याक ट्याक स्लाइड चेन्ज गरिदिन्छ, त्यहाँ प्रेजेन्ट गर्ने मात्रै हुन्छ। 6जना हुन्छ नेसनल कम्पिटिसनमा, 6जना होइन, 6जनामा एकजना यता आयो भने 5जना मात्रै हुन्छ। 3जना यसरी बसेर स्लाइड गर्ने, के अरे प्रेजेन्ट गर्ने। ओके, एनी अदर क्वेरिज? एनी क्वेरिज? यसो प्रकारले भन्नुहुन्छ तपाईँले एसक्युसीको लास्ट मोमेन्टमा पनि। ओके, I think there is no more queries, sir. ओके। सो दिस वाज अबाउट द एसक्युसी केस स्टडी प्रेजेन्टेसन। अनि अरू के छ? प्यानलिसेसनको बारेमा त्यहाँ ग्रुमिङ भइरहेछ, मोडरेट्सलाई ग्रुमिङ भइरहेछ, क्विजको भयो, स्टोरी इन्फर्मेसनको, क्लासको भयो, स्पेलिङ बीको भयो। वर्कसपमा त तपाईँहरूले गएर एटेन्ड गर्ने हो। तपाईँहरूसँग किट ब्यागमा अलरेडी नोट प्याड हुन्छ, स्टेसनरी हुन्छ, पेनहरू, तपाईँले आफूले चाहेको कुराहरू या त सिकेको कुराहरूले तपाईँले नोट गर्न सक्नुहुन्छ। यस So, नवीन, if a volunteer that sends the slide and he or she can't know that in what time, in what the word they have to send their slide. I think there's a problem. होइन त्यस्तो हुँदैन। त्यही इफ हो नि युआर अलरेडी मेक द्याट माइन्ड सेट होइन, तपाईँहरू अलरेडी त्यस्तो खालको चाहिँ प्र्याक्टिस गर्नुभयो भने इट्स ओके होइन। हामी भन्न खोजेको अब त्यहाँ तपाईँले प्रेजेन्ट गर्ने बेलामा के च्यालेन्ज भयो होइन, स्लाइड कसले चेन्ज गर्छ भन्ने पर भोलिन्टियर विल बी देयर होइन। तर तपाईँहरूको टिम मेम्बर अलरेडी त्यही तपाईँहरू प्र्याक्टिस गर्नुभएको छ, एउटा जान्छ फेरि अर्को आउँछ भने इट इज ओके। त्यो चाहिँ प्रब्लम चाहिँ होइन, इस्यु चाहिँ होइन है। सर हामी त्यही भोलिन्टियर जहाँ कम्प्युटर अपरेटर त्यही उभे भएर बोल्न पाइन्छ? इट्स ओके, तर यस्तो हुन्छ त्यहाँ अब ठाउँ कन्जस्टेड हुनसक्छ होइन। तर स्लाइडको छेउमा उभिएर एक्सप्लेन गर्दा राम्रो हुन्छ नि त, किन कम्प्युटर अलि ओर होला अरे होइन। अनि फेरि त्यहाँ स्पेसको प्रब्लम हुनसक्छ। सकभर स्लाइड जहाँ भइरह त्यो लेफ्ट अर राइट साइडमा कहीँ उभिएर मासलाई हेरेर एक्सप्लेन गर्दा राम्रो नि त। त्यहाँ त तपाईँ एनी क्वेरिज भनेपछि त्यही अनुसारको फेरि क्वेसनहरू आउनसक्छ होइन। त्यति बेला फेरि लिडरले डेपुटी लिडरले कसैले ट्याकल गर्ने क्वेसन्सहरू। तपाईँले रुममा एन्टर गर्दा बित्तिकै स्पेस हेर्नुहुन्छ, चेक गर्नुहुन्छ, यु विल बी चेकिङ द स्पेस एकर्डिङली यु प्लान इट। यस नवीन, केही छ? अरू कसैको क्वेरिज छ? केही छ?
मेनली वी हेभ टु फलो द सेड्युल स्ट्रिक्टली। यदि टाइममा हामी पुगेन भने त्यहीँबाट फर्स्ट डे मर्निङबाटै हामी फेरि सेकेन्ड डेसम्म ढिलो हुन्छौँ फेरि है। फर्स्ट डेमा हामीले दुइटा प्यारल सेसन भइएन भने गाह्रो हुन्छ। त्यही भएर तपाईँहरूले आफ्नो टिचर्सलाई भन्नु पर्यो सेड्युल चाहिँ यस्तो रहेछ, हामीले स्कुलमा गएर 7:30सम्म चाहिँ नास्ता खाएर भ्याइसक्नु पर्ने रहेछ, ब्रेकफास्ट हुँदो रहेछ, हामीलाई त्यही अनुसारले तयार गर्नुहोस्, हामी अब बिहान कति बजे रेडी हुने भनेर अब यु हेभ टु आस्क विथ योर स्कुल टिचर, स्कुल लिडर, योर एसक्युसी फेसिलिटेटरलाई सोध्ने। ओके, अब केही कन्फ्युजन छ भने देन लेट मी नो। रञ्जित सर केही छुट्टी यस्तो ठिक छ सर, सबै हजुरले समेट्नु भएको रहेछ। एभ्रिथिङ हेज बिन नोटेड। अब टाइमिङको कुरा हो, केटाकेटी चाहिँ बच्चाहरू टाइमिङमा आइदियो भने हामी सबै कुरा टाइमिङमै भ्याउँछौँ। हो एक्ज्याक्टली, त्यो तपाईँको सेड्युल चाहिँ एकदम हामीले एकदमै अब एउटा कुरा मात्रै मैले भने सर, यो हजुर। चाहिँ अब हामी सबै स्टुडेन्टलाई थाहा पनि छ, सायद प्राय चाहिँ एटेन्ड गरे पनि रहेछन्। यो नयाँ स्कुलबाट आउने चाहिँ जुन हाम्रो त्यो विद्यार्थीहरू बाल छन्, ज्योति, आवर विजडम र बालज्योति, गोल्डन राइजर, विजडम अनि त्यसपछि चाहिँ त्यो प्याराडाइज, चिल्ड्रेन प्याराडाइज प्याराडाइजको आउनुभयो एसोसिएटेड यहाँ हो यहीँ हुनुहुन्छ। आउनुभयो। गोल्डन उहाँहरूको राइजर सुन्नु भएको विद्यालयबाट चाहिँ यदि कोही हुनुहुन्छ भने उहाँबाट चाहिँ अलिकति धेरै नै फोकस गरौँ सर। कोही ठिक हुनुहुन्छ छ। र बालज्योति उहाँ सेन्ट जुजबाट? आई हेभ रेकर्डेड द सेसन, सो आई विल सेयर द लिङ्क। ओके 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 इट सर, विल देन वर्क आई थिङ्क। त्यसो हो भने द्याट इज द बेस्ट। अनि अब बाँकी कुरा त ठिक छ, रिपोर्टिङ सही टाइममा भइदियो भने हामी सही समयमा सबै कुरा भ्याउँछौँ। त्यो कुरा भइदियो। अनि एउटा लास्टमा चाहिँ मैले के भन्न खोजेँ भने, तपाईँले गरिरहेको एक्टिभिटी सबैले हेर्छन् र लुम्बिनी हबलाई चाहिँ फेरि नै एकदम ठुलो हाइटमा पुऱ्याइदिनु पर्यो। त्यही भएर हजुरहरूले आफ्नो जुन प्यानल डिस्कसनको बेला हुन्छ वा चाहिँ केस स्टडी प्रेजेन्टेसनको बेला हुन्छ, त्यो केस स्टडी प्रेजेन्टेसन पनि अलिक राम्ररी गर्ने, सकेसम्म चाहिँ आफ्नो टिचर्सहरूलाई चेकअप गराएर लिएर आउने। त्यहाँ स्पेलिङहरू पनि मिस्टेक हुनसक्छ, त्यो पनि ग्रामर एउटा इरर्सहरू चेक गरिदिनुहोस्। गराउने। यस, चेक गराउनुहोस्। ओके। अनि कहाँ के मिसिङ रहेछ भने त्यसलाई सर म्यामहरूले उहाँ सुधार दिनुहुन्छ। ओके, सरले भन्दाखेरि एउटा कुरा याद आयो, अघि नै एउटा यहाँ डेली के अरे भन्न छुटेको कुराहरू। ओके, अब डिसिप्लिनको कुरा गर्दै गर्दाखेरि मेन स्टेजमा जब प्रोग्राम चलिरहेछ, डेलिगेट्सहरू, गेस्टहरू चाहिँ अति त्यहाँ बसिरहनु हुनुहुन्छ अनि उहाँहरूले बोल्ने बेलामा धेरै यताउता होइन हियर एन्ड देयर त्यो चाहिँ नगर्ने। अब हामीसँग त्यहाँ फेरि बााउन्ड्रेड जो एउटा छ त्यहाँको त्यो ग्राउन्ड, अनि गेटमा पनि हाम्रो भोलिन्टियर्स बसेका हुन्छन् होइन। अनि उनीहरूलाई त स्ट्रिक्टली निर्देशन छ कि वान टाइममा एकजना बाहेक त्यहाँ वासरुमको लागि नछोड्ने भनेर, त्यहाँ गएर झगडा गर्ने होइन। तपाईँहरूको सम्पूर्ण टिमलाई भन्नुहोस्, तपाईँ सर्कल लिडर्सले ड्युरिङ द ओपनिङ सेसन त्यहाँ चाहिँ एकदम मोडेस्ट भएर चेयरमा बस्ने, त्यहाँ चेयरहरू राखेको हुन्छ, धेरै यताउता चल्ने, हल्ला गर्ने अनि उता वासरुमतिर जाने आउने धेरै त्यो फ्रिक्वेन्ट त्यसो नगर्ने। त्यो कुरालाई चाहिँ लिडर्सले, स्पेसल्ली यु आर द लिडर्स, तपाईँहरूले चाहिँ त्यसलाई फलो गरेर अनि आफ्नो टिमलाई पनि त्यही अनुसारले डिसिप्लिन्ड वेमा मेन्टेन गरेर त्यहाँ राख्ने, त्यो चाहिँ एकदम इम्पोर्टेन्ट टास्क मध्येको एउटा। ओके, यस समीर सर, एआई फर गुड भन्ने नन कम्पिटेटिभ इभेन्टमा द्याट इज नन कम्पिटेटिभ इभेन्ट मिन्स वर्कसप हो, द्याट इज वर्कसप। त्यो वर्कसपको लागि फेसिलिटेटर आर कमिङ फ्रम रूपन्देही, सो दे विल बी प्रोभाइडिङ द्याट इज वर्कसप सेसन। त्यहाँ चाहिँ जाने, एआईको बारेमा सिक्ने, कुन कुन एआई टुल्सहरू के को लागि युज गर्न सकिन्छ भन्ने कुराहरू सिक्ने हो त्यहाँ। त्यसको लागि ल्यापटप लैजानु पर्छ कि नै? त्यस्तो लाने भन्ने कुरा अहिलेसम्म उहाँहरूले भन्नुभएको छैन, जसले चाहिँ प्रोभाइड गरिदिनुहुन्छ। दो वी विल बी आस्किङ होइन टुडे। अनि त्यस्तो चाहिँ रहेछ भने देन वी विल इन्फर्म है। अब त्यो सबै ल्याउन पनि सम्भव नहोला, फेरि के हुन्छ प्रब्लम, अब ल्याउनुहुन्छ केही कारणले हरायो पोऱ्यो त्यस्तै भएको थियो। म्याकको त्यो ल्यापटप रहेछ, चार्जर हरायो कि के भने इस्यु आयो होइन। अब त्यो चाहिँ सबै चिजको हामीले सेक्युरिटी लिन सक्दैनौँ होइन। त्यसमा चाहिँ हामी सोचेर विचार गरेर देन वी विल बी notifying you. Okay, sir. Okay.
Okay, so one request, all the participants and your circle leaders, if you are comfortable to open your camera, सबैले भिडियो ओपन गर्ने, सो द्याट्स आई क्यान टेक अ स्क्रिनसट। हामीले यो पनि गऱ्यो भनेर हामीले फेरि अनलाइन जुम सेसन पनि लियौँ हाम्रा सर्कल लिडर्सको भनेर फेरि होइन हामी पोस्ट गर्छौँ सोसियल मिडियामा। यस, नाइस फेसेस। ओके ओके ओके, मिन टाइम मिलन भण्डारी सर एन्ड मदन सर Madan sir have has also joined. arrived. Okay, okay. I will hand over the floor. Milan sir, just wait for a minute. Let's. Uh, okay, everyone. I request to open your cameras. Good, good, good. Asna, just okay. Open your video, Asna. दुइटै फ्रेममा हो, अर्को कहाँ गयो? आस्ना आनन्द लिडर छेउमा खै? Okay, good. I will take a screenshot. Good. Okay, I'm clicking like full screen. Good. Okay, next. 1 minute. Okay, Sujata Belbase, you are hiding. Sujata Belbase को open भएन? Okay, just keep your cameras open. Okay. Madan sir. Yes, sir. Your voice Yes, is sir, coming. I'm listening. Okay, so good. Okay, now I would like to welcome our convener of the 10th Hub Convention, Mr. Madan Malla sir, and our Hub mentor, Milan Bhandari sir. Almost everything we have mentioned to our participant, to our circle leaders. भन्नुपर्ने कुरा लगभग लगभग भनिएको छ। यहाँ केही कुराहरू मिलन सरले पनि म आफू भन्छु भन्नुभएको थियो, त्यसपछि म मदन सरलाई फलो दिनेछु। Alright, sir. Milan sir. Yes, I'm there, sir. I'm there. Okay, so maximum thing I have explained to them. So please, now over to you. अब केही कुराहरू मेन्सन गर्न छ भने, कुनै कुरा स्ट्रिक्टली फोकस गर्न छ भने प्लिज, it is now floor is yours, sir. Okay. Thank you so much, sir. Good evening, everyone. Good evening, sir. Good evening, sir. Hub coordinator, convener Madan sir, Dumbar sir, all the Hub coordination committee members, Ranjit sir, and everyone I could see here. I can see our Srikant sir as well, and everyone. So only the thing I wanted to focus, म चाहिँ एक दुईटा कुरामा, इफ यु हेभ एनी कन्फ्युजन्स, त्यसको लागि तपाईँहरूसँग रिसोर्सेस के छ, त्यहाँ कन्भेन्सन भेन्यूमा हामीले हेल्प डेस्क, इन्फर्मेसन डेस्क भनेर राख्छौँ। सो इन्फर्मेसन डेस्कमा पनि यु क्यान गेट इट। अर्को तपाईँहरूले किटब्याक पाउनुहुन्छ, किटब्याकमा बुक पाउनुहुन्छ, अनि बुकमा सबै थोक एभ्रिथिङ इज मेन्सन्ड देयर। सो इट विल बी अ बिग गाइड फर यु। ओके, यो चाहिँ तपाईँहरूले चाहिँ दिमागमा राखिराख्नु पर्ने कुरा। अर्को कुरा तपाईँहरूले यु सुड बी भेरी भेरी डिसिप्लिन। सरले अघि नै भन्नुभयो, ड्युरिङ द प्रोग्राम, यता प्रोग्राम चलिरहेको छ, वी कुड सी, हामी धेरै कन्भेन्सनमा गएका छौँ, धेरै कतिपय कन्भेन्सनमा कस्तो भयो भने स्टुडेन्ट यता गेस्ट बोलिराख्नु भएको छ, प्लिज डोन्ट टक भन्नु पर्यो भने द्याट विल बी दि वर्स्ट सिचुएसन। सो त्यो चाहिँ कसैले भन्न नपरोस्, इभन कार्यक्रमको मेन स्टेजले पनि भन्न नपरोस्। सर्कल लिडरलाई हामी समात्नेछौँ। हामीले जो गल्ती गरेको भेटायौँ, उहाँले चाहिँ कुन सर्कलको भनिसकेपछि हामीले समात्ने सर्कल लिडरलाई, हामी वी डोन्ट नो एनी अदर वान। सो सर्कल लिडर इज रेस्पोन्सिबल फर द डिसिप्लिन एन्ड मोमेन्टम द्याट यु क्रिएट ड्युरिङ दि कन्भेन्सन है। अर्को कुरा तपाईँहरूले हामी देख्छौँ धेरैको यु हेभ फोटो सेसन टाइम, तपाईँलाई फोटो सेसन टाइम पाउनुहुन्छ। तपाईँहरू 6 बजीदेखि 7:30सम्म ब्रेकफास्ट भनेपछि वाइ कान्ट यु एराइभ इन सनलाइट एट 6 o'clock?
बिहान 4 बजे उठ्नुहोस्, स्कुलमा 5 बजे आउनुहोस्, सनलाइटमा 6 बजे आउनुहोस्, इनफ फोटोज खिच्न पाउनुहुन्छ। ओपनिङ सेरेमनी चलिरहेको बेलामा हामीले त्यहाँ एउटा गेट राखेका हुन्छौँ। त्यहाँ गेटबाट इमर्जेन्सी केसमा टोइलेट बाथरुमको लागि मात्रै 1 एट अ टाइम हामी दिन्छौँ, अरू पाउनुहुने छैन। ओके, सेकेन्ड डेमा यु हेभ ग्रुप सेसन टाइम। तपाईँको प्यारलल सेसनमा हामीले एकदम टाइट गर्छौँ। तपाईँले प्यारलल सेसनमा नाम पठाउनु भएको छ वर्कसपमा, बट यु डोन्ट लाइक, अनि त्यहाँ गएर बस्नु पाइँदैन। सो भेनुमा, स्टेजमा चाहिँ कोही पनि एक्स्ट्रा स्टुडेन्ट हुँदैन, किनभने एभ्री वान इज डिभाइडेड इन्टु वान अर दि अदर प्यारलल सेसन है। यो तपाईँहरूले ख्याल गर्नु होला। ओके, अनि अब तपाईँहरूको डिसिप्लिन, तपाईँहरूको पङ्क्चुअलिटी इज भेरी भेरी इम्पोर्टेन्ट है। तपाईँहरूको घर टाढा छ, वी नो द्याट है। यो एकदम एलर्ट भएर सुन्नुहोस् है। तपाईँहरूको घर टाढा छ, तपाईँ टाढा टाढाबाट आउनुहुन्छ, वी नो द्याट। टेल योर प्यारेन्ट्स फर्स्ट डेमा बेलुका र सेकेन्ड डे माइट नट बी द्याट लेट है, तर फर्स्ट डे अलिकति लेट हुन्छ। 6 बजे हाम्रो सेड्युल छ। तपाईँहरू घर पुग्नु पर्यो, स्कुलमा पुग्ने होला, त्यसपछि घर पुग्ने होला। सो टेल योर प्यारेन्ट्स, तपाईँहरूको प्यारेन्ट्सले टिचर्सलाई प्यानिक नबनाउनु होला। अनि 50 चोटि चाहिँ आफ्नो टिचरलाई फोन नगर्न भन्नुहोस् गार्जेनलाई है। यो टिचर्स आर भेरी भेरी रेस्पोन्सिबल। लुम्बिनी हबको सबै टिचरहरू एकदम रेस्पोन्सिबल हुनुहुन्छ। अनि तपाईँको गार्जेनले प्यारेन्ट्सलाई अत्ताउनुहुन्छ, प्यारेन्ट्स टिचर्सलाई अत्ताउनुहुन्छ, टिचर्सले हामीलाई अत्ताउनुहुन्छ अगाडि कार्यक्रमै फिनिस गर्नको लागि। सो यु माइट बी स्किपिङ। अब जुन स्कुलले अत्ताउनुहुन्छ त्यो स्कुलको कल्चरल पर्फर्मेन्स अथवा केही कुरा चाहिँ स्किप हुन्छ। सो बी केयरफुल है। सो 6 o'clock वी हेभ अ टार्गेट। इफ यु कम एट टाइम, हाम्रो गेस्टहरूको प्रब्लम छैन हामीलाई, गेस्टहरू विल बी अन टाइम। इफ यु कम एट टाइम यु विल गेट इट। ओके, अनि 7:30 भन्दा ढिलो एराइभ गर्नेले ब्रेकफास्ट खान पाउँदैन। तपाईँहरूको कुपन ब्रेकफास्ट खेर जान्छ। ओके, सो टेल योर टिचर्स, पुस अप योर टिचर्स। ओके, टेल योर फ्रेन्ड्स, सबैजना टाइममा आउनु पर्यो। यो रुल इज रुल। ओके, our guests and all everyone will arrive on time. 7:30 exactly we will begin our opening ceremony है। ड्युरिङ दि ओपनिङ सेरेमनी प्यानल डिस्कसन, मोडल केस स्टडी त्यहाँ चलिरहेको बेलामा नो वान सुड टक। त्यहाँ मजाले शान्त वातावरण होस्, ताकि द्याट इज द रेस्पेक्ट टु आवर स्पिकर्स। ओके, सो त्यति चाहिँ तपाईँहरू गर्नु होला। रेस्ट अफ द थिङ्स तपाईँहरूको टिचर्सहरूको, तपाईँहरूको प्रिन्सिपल्सहरूको हामीले ग्रुप बनाएको छौँ। इफ एनिथिङ इन्फर्मेसन इज रिक्वायर्ड टु गिभ, ओके, इफ एनिथिङ इज लेफ्ट, एनी नोटिस इज लेफ्ट, वी विल बी नोटिफाइङ। ओके, तपाईँहरूको क्यारेक्टर हेरेर त्यहाँ अवार्डहरू छ। मोस्ट डिसिप्लिन्ड स्कुल अवार्ड, मोस्ट एक्टिभ स्कुल अवार्ड होइन। डिसिप्लिनको अर्थ के हो? पङ्क्चुअलिटी हुने होइन, राम्रो ड्रेसअप, फर्मल ड्रेसअपमा आउने, हल्ला नगर्ने, एभ्रिथिङ कम्स अप इन डिसिप्लिन। सो यु हेभ टु ट्राई फर द्याट अवार्ड है। देयर आर सो मेनी थिङ्स, सो मेनी अवार्ड्स, 4 categories 5 categoriesमा अवार्ड छ। सो यु हेभ टु बी अवेर अबाउट द्याट। ओके, अनि इभेन्ट्सहरूको बारेमा टिचर्सहरूलाई सोध्नुहोस्, प्रेजेन्टेसनको बारेमा टिचरहरूलाई सोध्नुहोस्, दे हेभ प्रिपेयर्ड एभ्रिथिङ। सो बेस्ट विसेस टु यु अल, लेट्स मेक दिस ग्रान्ड। तपाईँहरूको एक्टिभ पार्टिसिपेसन, डाइनामिक पार्टिसिपेसनले वी क्यान मेक आवर कन्भेन्सन ग्रान्ड एन्ड सक्सेस। ओके, सो विस यु अल द बेस्ट। सी यु अल अन द फर्स्ट डे। थ्याङ्क यू सो मच। थ्याङ्क यू डम्बर सर। Thank you, sir. Thank you, sir. Thank you. Okay, one thing is left, I think. Okay, just I am sharing the group division. Okay, तपाईँहरूको सर्कल चाहिँ कुन ग्रुपमा छ भनेर तपाईँले यहाँ थाहा पाउन सक्नुहुन्छ। आई एम सेयरिङ द ग्रुप डिभिजन फाइल। ओके, पार्टिसिपेसन नै माथि होला। Sir, please zoom in. ओके ओके, ल यहाँ पार्टिसिपेट भयो। ओके, ग्रुप कन्भेन्सन ग्रुप ए यहाँबाट सुरु छ है। तपाईँले आफ्नो यहाँ यो ग्रुप
A को सर्कल्सहरू हो. We have 22 circles in the group A. ल यहाँदेखि हेर्दै जाने सबैजनाले आफ्नो देखिहालिन्छ, चिनिन्छ. सो यहाँसम्म ग्रुप ए. ओके. नेक्स्ट इज अब्जर्भिङ स्कुलको यहाँ राखिएको छ. हामीसँग अब्जर्भिङ स्कुल रजिस्टर्ड भएको अहिलेसम्म एभरग्रिन स्कुल यहाँ 10जनाको नाम यहाँ राखिएको छ. दिस इज ग्रुप बी सर्कल. ग्रुपमा 22 सर्कल छ. यसमा पनि चेक गर्ने सबैले हेर्न सकिन्छ. यो ग्रुप बीमा परेको सर्कल है. बुबु सैनिकको चावडा सर्कल, बालज्योतिको 1, देन गोल्डन होराइजन, बुद्ध शान्ति, ज्ञानपुञ्ज, हतौसा लिटिल स्टारको 1, 2, 3, 4, माउन्ट एभरेस्टको 2टा सर्कल, अन्नपूर्णको एउटा, सिद्धार्थ विद्या मन्दिरको एउटा, सनलाइटको 1, 2, 3, 4 सर्कल, सेन्ट जर्जको एउटा, एन्ड युनाइटेड स्टुडेन्ट्स एकाडेमीको एउटा सर्कल. ओके. नाउ ग्रुप सी यसमा पनि हाम्रो टोटल 22 सर्कल है. बालज्योतिको एउटा, बुबु सैनिकको अगेन 4वटा, बुद्ध शान्ति एउटा, चिल्ड्रेन्स प्याराडाइजको यहाँ चाहिँ एउटा सर्कल, गोल्डन होराइजनको एउटा सर्कल, ज्ञानपुञ्जको एउटा, हतौसा लिटिल स्टारको 4 आई थिङ्क 1, 2, 3, 4, देन माउन्ट एभरेस्ट एन्ड अन्नपूर्ण सिद्धार्थ विद्या मन्दिरको 2टा सर्कल यहाँ छ, सनलाइटको 1, 2, 3, 4, देन युनाइटेड स्टुडेन्ट्स एकाडेमी. यसरी तपाईँहरूको ग्रुप डिभिजन भएको छ. अनि प्रत्येक ग्रुपको अलग अलग कलरको आइडी कार्ड छ. त्यो तपाईँहरूले किट ब्यागमा पाउनुहुन्छ. इभेन्टको बारेमा हामीले अलरेडी भनिसक्यौँ. अनि बाँकी तपाईँहरूको टिचर्सको नाम अब यिनी अरू चाहिँ कुन कुन ग्रुपमा कुन कुन इभेन्ट भनेर यो तपाईँले त्यति बेलै पाउनुहुन्छ. यो अहिले तपाईँहरूले जान्न यो त्यति निड देखिएन. ओके. यति नै हो. मिलन सर. ओके. कसैको केही इन्क्वायरी छ, केही नबुझेको कुरा, केही सुन्न मन लागेको कुराहरू छ भने नाउ यु क्यान आस्क. अदरवाइज आई विल गिभ दिस फ्लोर टु आवर कन्भेनर एन्ड हब कोअर्डिनेटर मदन मल्ल सर. कसैलाई केही सोध्नु छ? कसैको केही क्वेरिज छ? No, sir. Okay, great. No, sir, no. Okay. Madan sir, are you there? Yes, sir, I'm listening. So for ending note, I would request our Madan sir. Thank you very much, Mr. Dambar Bahadur Mahisar. Okay, dear all the attendees over here, thank you very much for attending this very session. सुन्दै हुनुहुन्छ सबैजनाले? Show your thumbs up. Yes, sir. Yes, sir. Okay, nice to meet you in this Zoom session. Thank you very much. अब जति पनि कुरा भयो होइन, डमर सरले सुरुदेखि अब 8 बजेदेखि अहिले 9:41 चल्दैछ. मिलन सरले पनि आफ्नो कुरा राख्नुभयो. अब मेनली त्यही हो, अहिले जति पनि सरहरूले भन्नुभयो भनेकै कुरामा आधारित होइन तपाईँहरू चाहिँ गरेर चाहिँ रहनुपर्छ. हामी कस्तो भन्दाखेरि अघि नै रञ्जित सरले भने जस्तो एकदमै एउटा क्वेस्ट नेपाल लुम्बिनी हब भनेको हामीले आफैलाई चाहिँ गर्व गर्छौँ. गर्व गर्ने ठाउँ अवस्था छ. के भन्दा होइन अब यतिका धेरै पार्टिसिपेन्ट्स भइरहँदा र हाम्रो जुन खालको एउटा चाहिँ भव्य तयारी छ, यो सुनमा सुगन्ध त्यतिखेर मात्र हुन्छ जतिखेर तपाईँहरूले आफ्नो भूमिका निर्वाह गर्नुहुन्छ है. अब विभिन्न विद्यालयका विद्यार्थीहरू अनि मैले रिप्रेजेन्टेटिभ टिचर्स फ्रम होइन डिफ्रेन्ट स्कुल्स मैले देखिरहेको छु. स्पेसल्ली गायत्री म्यामलाई मैले देख्दै थिएँ. अनि यो भइरहँदा तपाईँहरूले होइन र विद्यार्थीहरूलाई एकदमै भनेर मात्र होइन र सम्झाएर बुझाएर आफ्नो एउटा चाहिँ डिसिप्लिन फोकस गर्ने कुरा पनि हो.
त्यसरी गर्नुपर्छ। अनि अघि नै हाम्रो डम्बर सरले भन्दै हुनुहुन्थ्यो एकदमै होइन 1 to 1 त्यस्तो आवश्यक परेको खण्डमा एकदमै त्यो हाफाजार्डली सबै एकैचोटि तल झर्ने जाने भन्ने कुरा हुँदैन होइन। युरिनेसन अनि अब भनौँ न यताउता यताचित्र गर्ने कुरा भएन। मात्र के हो भन्दाखेरि हामीले आफ्नो ड्युटीहरू आफ्नो रेस्पोन्सिबिलिटी निभाउँ सबैजनाले होइन। एउटा लुम्बिनी हबको आफ्नै गरिमा छ। अब हामीले सबै विद्यार्थीहरूलाई वेल मेन्टेन गरेर सबै विद्यार्थीहरूको सोकेस राम्रो भएको खण्डमा होइन हाम्रो हबको तर्फबाट अनि सबै हाम्रो हबमा पार्टिसिपेट्स हुने विद्यार्थीहरूको तर्फबाट रिप्रेजेन्टेटिभ स्कुल लिडर्सहरूले खेल्ने भूमिका यी सबै कुराहरू राम्रो भयो भने मात्र हाम्रो चाहिँ राम्रो हुने हो होइन। हब कन्भेन्सन सक्सेसफुल हुने हो। तसर्थ आज खास गरी यो सिसिएम होइन कन्भेन्सन कोअर्डिनेसन कमिटी मिटिङ सँगसँगै मोडरेटर्सहरूलाई पनि थियो। अनि भनौँ न यी अब यसरी जसलाई थियो आजको दिनमा होइन र अब यसरी हामीले यो कुरालाई एकदम ग्रान्ड सक्सेस बनाउनु पर्छ। मेनली हेर्नुहोस् अब सबै वर्क स्केड्युलहरू सबै रेडी छ होइन। ह्यान्ड्सबुक रेडी छ, नोटबुक रेडी छ। अब होइन टाइम फ्रेममा चाहिँ हामीले कसरी चाहिँ काम गर्ने कसले के भूमिका निभाउने होइन। कन्ट्रोल रुममा हाम्रो चाहिँ श्रीकान्त सरले एकदमै मिहिनेत गर्नुभएको छ होइन। टिमको लिडरमा टिमको चाहिँ भनौँ न एउटा चाहिँ हाम्रो मेन्टर होइन मिलन सरले धेरै सपोर्ट गर्नुभएको छ। अब डम्बर सरको पुरै चाहिँ गरेर तयारी एकदम लगाव छ। सँगसँगै रन्जित सरको त्यत्तिकै छ। नारायण सरले भित्रबाट एकदमै सपोर्टिङ काम गरिरहनु भएको छ। महेश सरले पनि त्यत्तिकै चाहिँ गरेर आफ्नो रोल प्ले गर्नुभएको छ। अनि हामीसँग अब गिरिजेश सर होइन उहाँहरूले आफ्नो भूमिकाहरू एकदमै राम्रोसँग गरिरहनु भएको छ। तर मेन कुरा हाम्रो पार्टिसिपेन्ट्सहरूको भूमिका होइन अनि त्यहाँ त्यो हाम्रो चाहिँ सनलाइट बोर्डिङको भलिन्टियर्सहरूको भूमिका राम्रो रहनेछ भन्ने एउटा चाहिँ अपेक्षा आशा छ। त्यसो भएको खण्डमा हामी सफल हुन्छौँ। तर यो भनेसँगै होइन अब जति पनि विद्यालयबाट चाहिँ विद्यार्थीहरू अनि टिचरहरू हुनुहुन्छ अहिले सुनिरहनु भएको छ एकदम मेरो तर्फबाट हाम्रो तर्फबाट राम्रो हुन्छ भन्ने हिसाबले नै आउनु होला। अनि जुन स्केड्युलिङ जुन भएको छ दैनिक रूपमा चाहिँ 8 बजे मिटिङ बस्ने भनेसँगै सो कुरालाई पनि चाहिँ एउटा चाहिँ पालना गर्नुपर्ने कुराहरू होइन सेड्युल अनुसार चाहिँ जानु हुन म सबैलाई अनुरोध गर्न चाहन्छु। त्यही हो। अब हामी एकदमै नजिक आइसकेका छौँ। धेरै तयारी हुँदाहुँदै पनि अब यो गर्न छ त्यो गर्न छ भन्ने कुरा चाहिँ हाम्रो माइन्डहरूले भेटेसम्म राति 12 बजे 12:30 बजे कहिलेकाहीँ अब चाहिँ छिटै उठेर पनि एकअर्कालाई फोन गर्ने होइन। अब फोन गरेर यसो गर्ने उसो गर्ने भन्ने हिसाबले अब चाहिँ काम विभाजन सँगसँगै आफ्नो काममा हामी लाग्नुपर्ने ठाउँहरूमा लागिरहेको अवस्था छ। अनि यो कस्तो हुन्छ भने यो कन्भेन्सन सफल बनाउने कुरामा होइन यो बिहाइन्ड द कर्टेन कहिलेकाहीँ पर्दा पछाडि स्याडो भएर नदेखिएर पनि लागिरहेका थुप्रै हस्तीहरू हुनुहुन्छ होइन। सनलाइट बोर्डिङबाट थुप्रै हुनुहुन्छ थाहा छ मलाई है। अब हाम्रो टिमबाट पनि एकदमै खटिरहनु भएको छ। अब यसमा त्यही हो। आज डम्बर सरले जति पनि चाहिँ गरेर सेसनको कुराहरूमा अघि नै भन्दै हुनुहुन्थ्यो एसयुसी केस स्टडीको कुराहरू होइन कसरी चाहिँ गरेर प्रस्तुत गर्ने प्रेजेन्ट कसरी गर्ने भन्ने कुरा आफ्नो वे आउट टुगेदर वी क्यान भन्ने कुरा अगाडि भन्ने कि पछाडि भन्ने कुरा होइन कन्फिडेन्सलाई बिल्डिङ गर्ने कुरा हो। यो कुरालाई आफूले आफ्नो तयारी अनुसार चाहिँ गरेर आउनु हुन अनुरोध गर्छु। डम्बर सर म हामी यहाँबाट रूपेन्दै हब र सिद्धार्थ हबमा पनि हेऱ्यौँ त्यहाँको पनि प्रिपेरेसन ठिकै थियो राम्रै थियो। हामीले एकअर्कालाई कम्पेयर गर्नुभन्दा पनि हामी आफ्नो ठाउँमा ठिक हुनुपर्छ। हामी ठिक भएपछि अरू ठिक हुन्छन् भन्ने हाम्रो एउटा चाहिँ बुझाइ विश्वास हो। तसर्थ आफू नै राम्रो हुनु पऱ्यो आफ्नै पर्फर्मेन्स राम्रो हुनु पऱ्यो। आफ्नो पर्फर्मेन्स राम्रो भएपछि हामीले एउटा लुम्बिनी हबले होइन सकभर हामीबाट धेरै हबहरूले सिकुन् भन्ने पनि हो होइन। अब हुन त हामीले अरू हबबाट सिक्नुपर्ने कुराहरू सिकेर अब यहाँ लागू गर्नुपर्ने कुराहरू लागू गर्दैछौँ होइन। हामीबाट सिकेर अरूले पनि लागू गर्नु हुनेछ भोलिका दिनहरूमा होइन। यस्ता कुराहरू छन् सिक्ने र सिकाउने प्लेटफर्म हो। तसर्थ विद्यार्थी भाइ बहिनीहरू जो पनि पार्टिसिपेन्ट्स अहिले हुनुहुन्छ र चाहिँ मङ्सिर 5th and 6th मा चाहिँ गएर कन्भेन्सनमा चाहिँ पार्टिसिपेट हुनुहुन्छ होइन। सम्पूर्णलाई धेरै धेरै बधाई छ शुभकामना छ। हामीले यसलाई चाहिँ एकदमै सक्सेसफुल रूपमा चाहिँ अगाडि बढाउँछौँ। मैले सबैलाई थ्याङ्क यू र
अल द बेस्ट चाहन्छु। मेरो भनाइ अहिले यति नै हो सर। थ्याङ्क यू डम्बर सर।